सो हे गाइस वेलकम टु ब्याक टु माई न्यू भिडियो ब्लग। हजुरलाई पनि सन्चै होला, मलाई पनि सन्चै छ। आज चाहिँ श्री सरस्वती मन्दिरको लागि चाहिँ हजुर रेडी भइसकेको छ। कस्तो लाग्छ फुल पेटिरहेको छ। हलेवास नगरपालिका वार्ड नम्बर 10 मा पर्ने चाहिने कुर्गाको यो सरस्वती पराबीको चाहिने प्राङ्गणमा निर्माण हुँदै गरेको सरस्वती मन्दिरको चाहिने निर्माण हुँदै गरेको उसमा अब चाहिँ यो बजुर बनाउनको लागि हाम्रो यही फलेवास नगरपालिका वार्ड नम्बर 10 को नवीन नेपालीले निर्माण गरेको यो चाहिँ बजुर अब यस्तै किसिमको बजुर अन्यत्र पनि आवश्यक भएमा अब सबैलाई चाहिने खाँचो परेमा उहाँले चाहिने बनाउनुहुन्छ। उहाँसँग कला कुशलता भएको हुनाले हामीले यस मन्दिरमा पनि अब चाहिने उहाँबाटै बजुरको अर्डर गरेर प्राप्त भएको हुनाले अब चाहिने अरू कसैलाई पनि आवश्यक भएमा अब उहाँले चाहिने बजुर निर्माण गर्नुहुन्छ। अब यो वर्णन जसकाहरूले भन्ने नवीन नगर नेपालीले होइन र निर्माण गरेको बजुर यस्तो छ। उहाँको कला कुशलता देखेर हामी पनि उहाँलाई निभाइयो। पानी पनि हल्का परिरहेको थियो र एकदम गाह्रो पनि भइरहेको थियो। गजुर अलि गरौँलाई बैठी थियो, माथिलाई उचाल्नलाई नि अलि गाह्रो भइरहेको थियो। भर्याङबाट 2-3 तलामा जाने बेला चाहिँ अलि अप्ठ्यारो भइरहेको थियो। चिप्लो चिप्लो भएको थियो पानीले। पानी चाहिँ एकदम परिरहेको थियो, सिम पानी पर्दा पर्दै गजुर पनि माथि सिरनमा पुग्यो। भर्याङ धर्नै झन्डै लाग्दैन। रड चाहिँ लामो भएर रड काट्न लाग्यो। रड काटेर चाहिँ अलि टाइम लाग्थ्यो। हेक्साले काटेको हातमा दुखिरहेको थियो। फाइनली गजुर पनि रेडी भइसक्यो। मैले कस्तो लाग्छ लाइक गरेर सेयर गरेर बिस्तारै होला। आफूले 2 अक्षर चिन्न पाएको स्कुलमा काम गर्न पाउँदा एकदम खुसी छु।